गाइस, नमस्ते छोरीले गुड मर्निङ। अनि म एकदम सन्चै छु अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने म आशा गर्दछु। अनि म अहिले चाहिँ उठेर अनि मेरो छोरा चाहिँ खेलिरहेछ भुइँमा, यसरी खेलिरहेछ। अनि अना छोरा अनि मैले चाहिँ पानी भर्न लाग्छु। अनि मेरो घरको काम चाहिँ फाइनल्ली सकियो, आज फाइनल्ली सकियो। अनि आज चाहिँ घर सरसफाइ कार्यक्रम हुँदैछ। हेलो गाइज, म चाहिँ आगोमा मकै भुट्न लाग्छु। एक्जाम भुटिसक्यो, अब फेरि भुट्छु अनि खाना आउनु होला। ओके। हेलो गाइज, म कतिले उठ्यो। हुन्छ, मैले चाहिँ अहिले कपडा धुन लगाएको छु। यति धेरै बाबुको कपडा, अनि फेरि यो चाहिँ मेरो कपडा छ, अनि बाबुको कपडा छ। र धेरै छ काम। अनि हेर्न सक्नुहुन्छ, भाँडा पनि त्यतिकै छ, भाँडा पनि माझ्नु छ, काम धेरै छ। आज मेरो सरसफाइ कार्यक्रम छ। हस्। हेलो गाइस, म कपडा सुकाउँदैछु। हाय हाय हेलो गाइस, मेरो छोरा कसरी रोज्छ उठेर। नै थियो हजुर मम्मा फेरि हाय गाइस, हाय 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 गरिदिनु हो। ल ल, हेर्न सक्नुहुन्छ मुन पुन्चुले मुन पुन्चुलाई हेर्न सक्नुहुन्छ। बुसुत खाइरहेको छिन् मुन पुन्चुले, होइन नाटक गरिस्। हेलो गाइज, म चाहिँ आगो बाल्न लाग्छु खाना बनाउन लागि। साँझ अब यतिखेर साँझ भयो है। हजुर दाइ, मान्छे खोइ त, यहाँ त कोही पनि छैन मान्छे। के दिनुभएको छैन होला। काले हजुर, यहाँबाट पो बनाएको हजुर। हेलो गाइस, 2 किलो हो कि 1 किलो? 15 किलो हो के अहिले के 1.5 किलो? अनि तपाईँलाई गरिदिनु या तपाईँले आइदिनु भएन क्या, अनि के गर्नु त? कुकुर चाहिँ एकै घरमा बसेको छैन, ननको पानी दिनु भइसक्यो आफू यहाँ। रोकिनु, पैसा ल्याइदिन्छु।
फाइनली गाइज आगो चुलामा आगो पनि बलिसक्यो। अब अहिले मिठाउँछ मासु आउँछ अनि त्यसपछि मासु पकाएर खाने। भात दाल पाकिसक्यो, अब तरकारी पाक्नु मासु आएपछि पाक्छ। हेलो गाइज, अहिले हामीले खाना खाएर भ्यायौँ अनि अब हामी सुत्नको लागि तयारी छौँ। अनि मेरो छोरा यहाँ टोलामा सुतेको छ। अनि आजलाई यति नै भ्लग। बाई बाई, सी यू टुमारो।